र सर नमस्कार। हेलो दाई नमस्कार दाई। यो हजुरले के गर्दै हुनुहुन्छ? यो चाहिँ के देखाउन खोज्नुभएको, के बुझाउन खोज्नुभएको यसमा? बुझाउन खोजेको हो कि अबको 25-30 वर्ष हजुर राष्ट्रिय स्वतन्त्र पार्टीले देश चलाउँछ। अब हजुरले यो तराजु जस्तो बनाएर यता र यता चाहिँ लिएर हिँड्नुभयो हजुर? यो काँवर हो। के भन्छ यसलाई? काँवर? यो हाम्रो मधेसमा हिन्दू समुदायहरू जुन बेला के भन्छ हाम्रो त्यहाँ जानुहुन्छ नि बोलबम, हजुर त्यो बेला यस्तो काँवर बनाएर जान्छ। यो हाम्रो मधेसको शान हो। ए यो चाहिँ मधेसको सान हो। हजुर। र हजुरले यसमा रवि सरको फोटो राख्नुभयो एउटा, र यतापट्टि चाहिँ तपाईँले विष्णु भगवान्को राख्नुभयो होइन? यता पनि विष्णुको राख्नुभयो, यता चाहिँ रविको, यसमा बालेन सहितको राख्नुभयो होइन? बालेन सहितको एउटा राख्नुभयो भनेपछि हजुरले यहाँ चाहिँ भगवान्सँग जोड्नु भएको? हजुर हजुर होइन। अब हुन त अब यो देशमा रविजी र बालनजी भनेको यो देशमा रामजी र लक्ष्मणजीको अवतार नै हो। हजुर अवतार नै हो। किनभने यो देशमा पुरै देश तपाईँको खोखला गर्ने गरी यो भ्रष्टाचारीहरूले कब्जा गरे यो देशलाई। यो देशलाई अब बचाउनको लागि राम लक्ष्मणजीको अवतार हुने आवश्यकता देखियो। त्यही कारण हामीले यहाँ के पनि देखियो भने हजुरकोमा यता तराजुको यसले काम गरौँ होइन, हजुरहरू बराबर भएर काम गर्नुहोस् भन्ने कुरा पनि देखियो रवि र बालनले होइन? एकदम मिलेर जानुहोस्, बराबर त्यो रूपमा जानुहोस्, प्यारलल रूपमा, म ठुलो म सानो नभनिकन जानुहोस् भन्ने कुरा पनि यसले दर्शाउँछ। रविजीको जति त्याग छ नि हजुर यो पार्टीमा र बालनजीको योगदान यो देशलाई चाहिन्छ अहिले 25-30 वर्ष। हजुर यो दुवै नेता रविजी र हाम्रो बालनजीले एक आपसमा एक तालमा मिलेर यो देशलाई 25-30 वर्ष हाँक्नुपर्छ। हो एकदम उहाँहरूको यो योगदान जुन हजुरले यो सङ्केत देखाउनु भएको छ नि हजुर, यो एकदम पोजिटिभ लाग्यो, एकदम राम्रो लाग्यो। एकछिन हजुर खुसी लाग्यो है। हजुर हजुर। धन्यवाद।